कार्यक्रमका अध्यक्ष, सारथी अभियान नेपालका अध्यक्षज्यू, लिसङ्गको पाखर गाउँपालिकाका अध्यक्षज्यू, अतिथिज्यूहरू, हाम्रा गुरुआमा ज्यू, प्रिय विद्यार्थी भाइ बहिनीहरू, यो यहाँहरूको हामी भित्तालाई सुनाउँदै कविता, जङ्गललाई कविता सुनाउँदै आएका थियौँ। आज यो ठाउँमा यहाँहरूको जुन यो न्यानो स्वागत हामीले पायौँ, मान्छेलाई आज हामीले कविता सुनाउने अवसर पायौँ, यसको निम्ति सिङ्गो लिसङ्गको गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। हामी जनताका कविता गीत गाउँदै हिँड्ने मान्छे हौँ, तैपनि जनतालाई हामीले सुनाउन पाउँदैनौँ, त्यो दुःखको कुरा हो। किनकि हाम्रा गीतहरू मनोरञ्जनात्मक हुँदैनन्, हाम्रा गीत जनताका गीत हुन्छन्। अस्ति भर्खर सुकुम्बासी बस्तीमा डोजर चल्यो, हामीले त्यसका विरुद्ध कविता वाचन गऱ्यौँ। हाम्रो अध्यक्षज्यूले यहाँ भन्नुभयो, यसले 753वटै गाउँपालिकालाई एउटा सन्देश दियोस्, यहाँ जनताको पक्षमा गीत गाउने, कविता गाउँदै हिँड्ने मान्छेहरू पनि छन् है। जसरी लिसङ्गको गाउँपालिका, पाखर गाउँपालिकाले हामीहरूलाई यसरी कविता गाउने अवसर प्रदान गर्नुभयो, त्यसरी नै 77वटै जिल्लाका 753वटै गाउँपालिकाहरूले यो साहित्य, यो सङ्गीत, यो पर्यटनलाई प्रवर्धन गर्न सक्यौँ भने मात्रै हामी विश्वमा, जसरी हाम्रा पुर्खाहरूले एउटा सभ्यता छरेका छन्, त्यसै गरी हामी अहिलेको पुस्ताले पनि विश्वमा सभ्यता छर्न सक्नेछौँ भन्दै म लिसङ्गको पाखर गाउँपालिकाप्रति धेरै धेरै नमन गर्दै म मेरो कविता सुनाउन चाहन्छु। यो कविता पनि त्यस्तै जनताकै कविता हो। ऊको भन्ने मेरो कविताको शीर्षक छ। ऊ ड्यासको। ऊ अरूभन्दा भिन्न थियो, समाज बदल्छु भन्थ्यो, ऊ सधैँ आन्दोलनको अग्रमोर्चामा हुन्थ्यो। ऊ यस्ता नारा घन्काउँदै हिँड्थ्यो, इन्कलाब जिन्दाबाद, सामाजिक न्याय कायम गर, सामाजिक सद्भाव कायम गरौँ, सामाजिक समानता कायम गर, भ्रष्टाचारको अन्त्य गर, सुशासन कायम गर, लोकतन्त्र जिन्दाबाद, अभिव्यक्ति स्वतन्त्रता जिन्दाबाद, मौलिक हक हनन गर्न पाइँदैन, वर्गीय जातीय लैङ्गिक विभेदको अन्त्य गर, समाजवादको दिशामा अगाडि बढौँ, राष्ट्रियताको रक्षा गर, कालापानी हाम्रो हो, शान्ति सुरक्षा कायम गर, रोजगारीको ग्यारेन्टी गर, युवा पलायन बन्द गर, वैज्ञानिक शिक्षा लागू गर, निशुल्क स्वास्थ्य लागू गर, बढ्दो महँगी नियन्त्रण गर, इन्कलाब जिन्दाबाद जिन्दाबाद। परिस्थिति अनुसार ऊ यस्तै गगनभेदी नारा लाउँदै आयो। 97 सालदेखि 2082 भदौ 23सम्म लाई नै रह्यो। उही 21 वर्ष उमेरको थियो। 97मा गङ्गालाल थियो, 2082मा महान शहीद गौरव जोशी भयो। तिमी गोलीले फुट्दै आयौ, तिमीले उसलाई मार्दै गयौ, ऊ पुनर्जन्म लिँदै आयो। उसका सपना सपनामै सीमित रह्यो भने तिमीले उसको सपना मारेर तिम्रो छाती गर्वले फुलेको देख्दैछौ। तिमीले उसको सपना मारेर तिम्रो छाती गर्वले फुलेको देख्दैछौ। तिमीले ठुलम ठुला वर्गीय विभेदको उद्घोष गरेको सुन्दैछौ। बिर्स्यौ र तिमी उसले शासकका विरुद्ध नेपो बेबी चाहिँदैन, नातावाद कृपावाद मुर्दाबाद भनेको। बिर्स्यौ र तिमी उसले शासकका विरुद्ध नेपो बेबी चाहिँदैन, नातावाद कृपावाद मुर्दाबाद भनेको भन्दै छातीमा गोली खाएको, हाँसी हाँसी शहादत वरण गरेको ऊ नेपाली आमाको महान सपुत हो। को हो चिन्छौ? यिनै तिमीले करार गरेका लाखौं गरिब नेपालीहरूको महान सपुत हो। उसका आमा बुवा अझै तिमी जस्ता धनको तुजुक देखाउँदै हिँड्ने धनाढ्य होइनन्। उसका आमा बुवा अझै पनि तिमी जस्ता धनको तुजुक देखाउँदै हिँड्ने धनाढ्य छैनन्। तिमीले सत्तामा पुग्दैमा उसका सपना साकार भएको नठान उसले न्याय खोज्दैछ। आफूले लाएका उपरोक्त नारा
वा आफूले लागेका माथिका नारा सम्बोधन भएको देख्न खोज्दैछ। होइन भने त्यो तिम्रो महाप्रलयको महाविस्फोट रोकिन्छ र। धन्यवाद।